गाइस हामी चाहिँ अहिले खाना खाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो ज्योतिको चाहिँ खाना आइसकिसक्यो, मेरो चाहिँ खाना आइपुगेको छैन। यिनीहरू त पुरा अघि नै धमाधुम खानु थालिसक्यो। यसलाई त झन् बाटो पुरा भोक लागेको अरे। कतिको खाना अरे यो? विष्णु त पनि भन्दै के भन्नु छ भने सुन्दै सुन्दैन। यहाँ भाइ बहिनीहरू छ है। पैसा चाहिँ वसुल गरेर जाने हो। ल ल हाई एभ्रिवान, मिजो नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी दुलेजनमा आएको छु गाइस, देख्न सक्नुहुन्छ। ल गाइस चल यताहरू जति देखाए त हजुरहरूले यो भिडियो देखेर थाहा पाइ नै सक्नुभयो होला कि हामीहरू कहाँ आएको छु भनेर हैन। त्यही पनि जसलाई थाहा छैन उहाँहरूलाई भनिदिँदैछु। हामी चाहिँ आएको छु आक्सुको 50 इयर्स गोल्डन जुब्ली सेलिब्रेट गरेको ठाउँमा साथीहरू, हेर्नुहोस्। अनि यो चाहिँ हो जो यहाँनिर एटेन्ड हुनुभएको थियो उहाँ सबैजनाहरूले यहाँनिर साइन गर्नुभएको छ साथीहरू। चाहिँ गाइस दुकान रहेछ यतातिर देख्न सक्नुहुन्छ यहाँनिर। अहिले चाहिँ धन्यवाद। यहाँनिर यहाँ दुकान हाम्रो शान्तिपुर जस्तै सुरुक खाने चाहिँ यहाँ छैन रहेछ। तर पनि यही एउटा के भन्छ त्यो चट्टै मजा नै के भन्छ नि, छुट्टै मजा चाहिँ यो चाहिँ देखो न गाइस, देखो न भीड़ खतरा छ है यहाँनिर चाहिँ। चल हिँड्दा जाम। यहाँ चाहिँ दुकानहरू रहेछ है त गाइस यहाँनिर। ओ दुकान दुकानले भरिगएको छ गाइस यहाँ। हजुरहरूले देख्न सक्दै हुनुहुन्छ यो चाहिँ हाम्रो गोर्खालीको म्युजियम। यहाँ हेर्नुहोस् न यति सबै थोक हाम्रो नेपालीको घरमा र नेपालीको संस्कृति नै भनौँ न के हुन्छ के हुन्न सबै थोक बुक्सदेखि लिएर सबै थोक यहाँनिर छ हैन। अनि यहाँ हेर्नुहोस् कति राम्रो चिजहरू छ। यति कुन चिजहरू हामीलाई थाहा पनि थिएन त्यो चिजहरू यहाँनिर हामीले देख्नु पाए हैन। सबै थोक यहाँनिर यति मजाले सजाएर राख्नु भएको रहेछ। यति पुरानो चिजहरू हामीले कहिले पनि नदेखेको चिजहरू यहाँनिर आएर हामीले देख्नु पाए। हेर्नुहोस् न सबै थोक यति मजाले सजाएर राखेको छ। प्लस यो हेर्नुहोस् न यहाँनिर बत्तीहरू पहिला मान्छेहरूले कसरी बत्तीहरू जलाउँथ्यो के थियो, यति पूर्ण बत्तीहरू थियो। हामीले चाहिँ सानो हुँदा त हामीले त त्यो एउटा त्यो के भन्छ लुहाको यसमा हालेर तेल हालेर जलाउनु पर्ने हुन्थ्यो। तर यहाँ हेर्नु न मतलब तरिको देखेँ क्या मैले। अनि यो चप्पलहरू हेर्नुहोस् हाम्रो नेपाली मान्छेहरूले पहिला यसरी बुनेर चप्पल लाउँथ्यो भनेर त्यो पनि यहाँ बुन्नु भएको रहेछ। अनि हेर्नुहोस् न यो चाहिँ खै यसलाई के गिटार हो कि के हो यो चाहिँ मलाई थाहा भएन। हेर्नुहोस् न यहाँ चुलसीहरू के अचानक सबै थोक यो बत्ती भयो कित्ली भयो सबै हेर्नुहोस् न कति थरीको छ है। गाइस तपाईहरुको घरमा यस्तो छ कि छैन र तपाईहरुले यस्तो देख्नु भयो कि भएन प्लिज हजुरहरूले कमेन्टमा भन्नु होला। र हाम्रो नेपालीहरुको
के खेती हुन्छ, खेती गर्छ हाम्रो नेपालीहरूले होइन। कोदो भयो अनि अझै के दालहरू गरेर सबै थोक यहाँ छ। हेर्नुहोस् न, सबै थोक राखेको रहेछ। अनि त्यसपछि यहाँ हाम्रो खानेकुरा सेलरोटी भयो, सबै थोक राख्नुभएको रहेछ। अनि यहाँ चाहिँ भयो काँसको भाँडाकुँडाहरू। हेर्नुहोस् त यहाँ सबै थोक के नाम हो के होइन सबै थोक नै राख्नुभएको रहेछ यहाँनिर। अनि यो चाहिँ भयो यहाँनिर पूजा गर्ने ठाउँ रहेछ। यो पूजा गर्ने ठाउँ यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर। अनि यहाँ ड्रेसहरू गोर्खालीको ड्रेसहरू यहाँनिर राख्नुभएको छ। यति मजाले उहाँहरूले मिलाएर राख्नुभएको रहेछ, सजाएर राख्नुभएको छ। त्यसको चाहिँ यो चिज हामीले देख्नु पाएँ, एकदमै राम्रो लाग्यो। र घैलाहरू हेर्नुहोस् न, घैलाहरू पहिलाको काठको त्यस्तो टाइपको हुँदो रहेछ के, तर मलाई थाहा थिएन, मैले यहीँ गएर देखेँ। भाँडाहरू पनि कति राम्रो सजाएको थियो। हेर्नुहोस् न, यति टुटेको छ त्यही पनि यति राम्रो छ क्या गाइस। अनि यो हेर्नुहोस् न, यो यसलाई के भन्थ्यो खै, यसलाई के भन्थ्यो प्लिज हजुरहरू कमेन्टमा गर्नु होला। यहाँ लेखी त राखेको छ, त्यही पनि मैले भन्नु मुखमै आएको छैन क्या साथीहरू। सबै थोक पूजा कसरी गर्थ्यो, के हो कसो, उनीहरूको कुलपितृको पूजाहरू गर्ने सबै थोक नै यहाँ उयो गरेर राख्नुपर्छ। र मालाहरू पनि हेर्नुहोस् यहाँनिर यति मजाले सजाएर राख्नुभएको छ। अनि यहाँ हेर्नुहोस् यहाँनिर यो यिनीहरू हेर्नुहोस् न, यिनीहरू चाहिँ एकदमै पुरानो हो। यो सब चाहिँ मैले फिल्मतिर मात्रै देखेको थिएँ, तर आज फाइनली मैले यिनीहरू रियालिटीमा पनि देख्नु पाएँ। हेर्नुहोस् न, सबै थोकको नाम लेखिँदैछ। टुटेको छ तर पनि उहाँहरूले एकदमै यसलाई साँचेर राख्नुभएको रहेछ। किन भन्दाखेरि कुनै दिन पछिको जेनेरेसनलाई देखाउनु भनेर नै साँचेर राख्नुभएको रहेछ। यो ढेकीहरू भयो, यिनीहरू सबै थोक हेर्नुहोस् न कति मजाले नाम हो सहित लेखेर राख्नुभएको रहेछ उहाँहरूले। हामीले त यस्तो देखेको थिएन। यिनीहरू चाहिँ हेर्दाखेरि मलाई काठको जस्तो लाग्यो, काठको जस्तै थियो, किनकि टुटिराखेको देख्दाखेरि चाहिँ मलाई काठको जस्तो लागेको थियो। हजुरहरू भन्नुहोस् है के को हो यो भनेर। हेर्नुहोस् न कति मजाले सजाएर राखेको थियो। मैले यहाँ गएर अबि यस्तो पो हुन्छ भन्ने भएको थियो होइन। अनि यहाँ हेर्नुहोस् घाँस काट्नु लागि डोकोहरू पनि कति राम्रो बुनेर राखेको थियो। अनि मेरो साथीले भन्दै थियो कि यहाँनिर यो डोकोहरू देखेर त मलाई त दाउरा बोक्नु मन लाग्यो यस्तो भन्दै थियो क्या। अनि यहाँनिर हेर्न सक्नुहुन्छ फिल्महरूको पोस्टरहरू पनि छ। र साथीहरू तपाईँहरूले यो सबै देख्नु, यहाँनिर हाम्रो गोर्खालीको सांस्कृतिकहरू यो यहाँनिर छ। जति यहाँ छु म घाँस काट्नुलाई नि यहाँनिर हेर्नुहोस् न साथीहरू कति राम्रो सामानहरू रहेछ। यहाँ चाहिँ मैले के किनेर त्यो पनि मलाई देखेर राम्रो लाग्यो। र सपकिपर हेर्नुहोस् न कति ठुलो हुनुहुन्छ यहाँनिर। अनि यहाँनिर हेर्नुहोस् झन् एकदमै राम्रो त्यही हो, तर सामानहरू एकदमै राम्रो थियो। भेसहरू भयो, घरमा डेकोरेसन गर्नेहरू सबै थोक राम्रो थियो। दुकानहरूको त झन् कुरै नगरौँ साथीहरू, कति थियो त्यो दुकानहरू। म त देख्दा आमा म एकछिन त पुरा चक्करै लागेर आयो क्या दुकानहरू देखेर। र मान्छेको क्राउड त एकदमै झन् नभनौँ, मान्छेहरू यति भिड थियो कि गाइस कुरा नगर्नु। यहाँ झन् हेर्नुहोस् न, यो चाहिँ लुगा पसलहरू रहेछ। कपडाको दुकानहरूमा यति भिड थियो बाफरे बाफ। पुरा सास फेर्नु पनि गाह्रो भइरहेको, हिँड्नु पनि गाह्रो भइरहेको त्यस्तो टाइपको थियो कि। अनि यो चाहिँ रहेछ आर्ट एन्ड क्राफ्ट। हेर्नुहोस् न, बाँसको बेतको होला सायद, त्यो बेतको यति राम्रो चप्पलहरूदेखि लिएर सबै थोक बनाएको रहेछ क्या। यहाँ बेगहरू भयो, भगवान्को पोस्टरहरू भयो, अनि बाँसको चिजहरू पनि एकदमै धेरै राम्रो बनाएको थियो। हेर्नुहोस् न, घरमा टाङ्नु लागि वेलकम भनेर कस्तो राम्रो बनाएको थियो कि। हेर्नुहोस् न, यहाँ वाटर बोतलहरूदेखि लिएर मेटदेखि लिएर बुक राख्नेदेखि लिएर बेग सेग सबै थियो। एकदमै धेरै राम्रो, उहाँहरूले चाहिँ एकदमै हार्डवर्क गर्नु हुँदो रहेछ भन्ने थाहा पायो। हेर्नुहोस् न, त्यहाँनिर कति राम्रो छ भने नि कि देखेर तपाईँहरूलाई नलिम भन्दा पनि लिम लाग्थ्यो। यो झन् आर्ट यति राम्रो गरेको छ। प्लस त्यो बेम्बूको हो कि बेतको हो त्यो चाहिँ थाहा भएन। वाटर बोतलहरू हेर्नुहोस् न कति राम्रो होइन, एकदमै धेरै राम्रो लाग्यो साथीहरू मलाई। र साथीहरू फाइनली अहिले चाहिँ हामी भित्र एन्ट्री भइसकेको छु। हजुरहरूले देख्न सक्दै हुनुहुन्छ यहाँनिर यति धेरै क्राउड कि के भन्नु साथीहरू। म त एकदमै खुस भएँ। यति मान्छे छ नि, जहाँ हेऱ्यो त्यहीँ नै मान्छे भिड। अघि हजुरहरूलाई मैले देखाएँ त्यहाँनिर कपडाहरू लिने ठाउँहरूमा पनि यति धेरै मान्छेहरू थियो। र यहाँ पनि यति धेरै मान्छे। हेर्नुहोस्, मान्छे त किरा बराबर थियौँ कि हामीहरू त्यहाँनिर। त्यो किरा बराबरमा म पनि एउटा किरा थिएँ, किनकि गोर्खाली हो नि त हामीहरू होइन साथीहरू। हामीले यतिको भिड त हामीले जरुर गर्नु नै पर्ने हुन्छ। र यहाँनिर देख्न सक्नुहुन्छ
रेस्टुरेन्टमा पनि अरू यहाँनिर हेर्नुहोस् यति राम्रो गीत गाइराख्नु भयो त्यो दाजुहरूले मजा आइरहेको थियो हामी त्यही सुन्दै मजाले बसिरहेको थिएँ एकदमै धेरै इन्जोय गरेँ एकदमै धेरै रमाइलो भयो मजा भयो यहाँ हेर्नुहोस् न क्राउड यति मजाले उहाँहरूले बसिदिइराख्नु भएको छ एकदम आनन्द लिँदै र हामीहरू पनि यहीँ छु है भन्दै हजुरहरूलाई देखाइरहेको थिएँ र स्टेजको त कुरै नगरौँ साथीहरू यति राम्रो डान्स गरिराख्नु भएको थियो यहाँनिर मारुनी नृत्य हजुरहरूले देख्दै सक्नुहुन्छ मैले अलिकति स्पिड चाहिँ बढाइदिएको छु किन भन्दाखेरि हजुरहरूलाई धेरै लामो भयो भने हजुरहरूलाई हेर्नु पनि अलिकति गाह्रो लाग्छ र यही उयसमा म भन्न चाहन्छु हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज हजुरहरू सब्सक्राइब गरिदिनु नबिर्सनु होला यहाँ चाहिँ हामीहरू एकदमै धेरै डान्स गर्दैछौँ किनकि जुबिन दा हाम्रो हियार आमोटो हाम्रो मुटुको टुक्रा जिगरको टुक्रा सबै थोक हामीलाई चाहिँ फ्लास अन गरेर डान्स गर्नु भन्दै थियो त्यही भएर हामी चाहिँ डान्स गर्दैछौँ यहाँनिर मैले ज्योतिलाई कानफुली किनिदिएको थिएँ गाइस हेर्नु यति सुन्दर सुन्दर यति प्रिटी प्रिटी कानफुलहरू थियो हेर्नुहोस् न साथीहरू यहाँनिर दामी छ नि ज्योति ली छिटो जानेहरू गइरहेछ आउनेहरू आइरहेछ जानेहरू गइरहेछ आउने आइरहेछ अब चाहिँ हामी चल्दैको गाइस हामी चल्दैको अब घरतिर धेरै हेऱ्यो धेरै घुम्यो अब चाहिँ हामी जाने हो घरतिर होइन जाने कस्तो लाग्यो दुःख लागेन दुःख त अलिअलि लाग्छ बट अब चाहिँ घर चल्दिन नि मजा नै आएको छैन कि ल गाइस अब चाहिँ हामी घरतिर चल्दिने हो बाई 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 गर्दै